आज चाहिँ भने छिटो उठ्नुपर्ने थियो, तर त्यही हो पारा 7:30 पौने 8 त भइ नै हाल्छ जस्तै गर्दा पनि है। सो हे गाइज, वेलकम ब्याक टु माई अनदर ब्लग। आई होप यु अल आर डुइङ वेल। लेट्स स्टार्ट द भिडियो। आज भिडियो बनाउनुको कारण चाहिँ के हो भनेदेखि आज चाहिँ मेरो छोरीको फर्स्ट डे अफ स्कुल है। तर बहिनी चाहिँ उठ्नु मानेकै थिएन होइन, उसको पापासँग टाँसी टाँसी सुतिरहेको थियो। म चाहिँ किचनमा आएर उसको खाजाको लागि तयारी गर्दै थिएँ। दुध तताउनुलाई फ्रिजबाट निकालेँ अनि दुध तताउँदा तपाईँहरूलाई एउटा जिनिस देखाउनु पऱ्यो भनेर चाहिँ मेरो किचनको खिड्कीबाट चाहिँ नरिवलको गाछ, आँपको गाछ हेर्नु नि, आँप कस्तो मजाले फलिरहेको छ सानो सानो है। यहाँ यो गाछको आँप चाहिँ मिठो छ क्या। यता हाम्रो लागि भात भुट्दै थियो किनभने हिजो रातिको भात उब्रेको थियो, फ्याल्नु माया लाग्छ नि त है। अन्त यता नानीलाई भिडियोमा अलिकति ल्याऊँ भनेको त भिडियो बनाउनु खोज्दैन, हेर्नै मान्दैन हो। पापा हेर्नु न मम्माले मलाई भिडियो खिच्दैछ भन्दै रिसाउँदै थियो हो। यता चाहिँ त्यहाँबाट उसलाई खाजा खुवाउनुलाई उसको पापाले रेडी गरिदिँदै थियो। एन्जेला हेर्दै खुसी हुँदै खाइरहेको थियो खाजा उसले हो। उसको टिफिनको लागि चाहिँ यहाँ म्यागी बनाइदिँदै थिएँ मैले। अनि यता चियामा अलैँची हालेर रेडी पार्दै थिएँ चिया बनाउनुलाई। अनि दाल र सब्जी पनि रेडी पारिदिएँ किनभने अब आउनु ढिलो हुन्छ होला, नानीको स्कुल फर्स्ट दिन बस्नै पर्छ प्यारेन्ट्सहरू है भनेर चाहिँ यहाँ खाजा खानुलाई रेडी पार्दै थिएँ। अनि अचार त खानु नहुन्थ्यो बिहानै, तर अब के गर्नु, नो अदर अप्सन खानै पऱ्यो है। खाजासाजा खाएर चाहिँ नानीलाई रेडी पारिदिनुलाई लुगा निकालिदिएँ। अनि लुगा निकाल्दा चाहिँ उसले म स्कुल जाँदिनँ नि मम्मा भन्दै थियो। जानुपर्छ त नानी स्कुल भन्दै उसलाई फकाउँदै थिएँ हो। म चाहिँ म आफै सर्ट लाउँछु ल मम्मा भन्दै उसले पुरा जिद्दी गर्दै थियो मलाई होइन। अन्त तिमीले सक्दैनौ नानी म लगाइदिन्छु भन्दै उसलाई फकाउँदै स्कुल जानुपर्छ ल भन्दै रेडी पारिदिँदै थियो हो। यता स्कर्टमा फेरि मैला लगाइहालेछ हो, मैलासैला मेटाइदिएँ। त्यहाँबाट म स्कुल जाँदिनँ भन्दै टाउको हल्लाइरहेको थियो हो। जाउँ भनेर त्यहाँबाट दोकान जाने अरे, फेरि दोकानमा गएर स्कुल जानु पऱ्यो भनेर रिसाउँदैछ। स्कुल जानु पऱ्यो भनेर रिसाउँदै थियो हो। यता स्कुलमा चाहिँ सबै नानीहरूलाई वेलकम गर्दै थियो। हामी चाहिँ अलिक ढिलो पुग्यो नि त स्कुल होइन। त्यहाँबाट चाहिँ जाउला नानी भनेर उसलाई बाई गरिदिँदै थिएँ। मम्मा तपाईँ पनि आउनु न भन्दै बोलाउँदै थियो उसले हो। तिमी जाऊ म यहीँ बाहिरै बस्छु ल भनेर उसलाई फकाएँ हो। अन्त उसको म्यामले लिएर गयो, बलुन पनि दिएर फकायो उसको म्यामले। त्यहाँबाट लिएर गयो, उनीहरूको क्लास चाहिँ माथि रहेछ। अनि सबै प्यारेन्ट्सहरूलाई चाहिँ बाहिर बस्दै गर्नु एकछिन भनेर हामी चाहिँ घाममा बसिरहेको थियौँ हो। एकछिनमा छुट्टी भएर आयो, मलाई देख्ने बित्तिकै हाँस्यो होइन। त्यहाँबाट चाहिँ उसले मम्मा भोलि पनि स्कुल आउँछु ल म भनेर भन्नु थाल्यो हो। किनभने अरू नानीहरू रुएछ, ऊ चाहिँ रुएन रहेछ नि त। घर आएको भिडियो बनाउनु पाइनँ किनभने उसलाई बोकेर ल्याउनु पऱ्यो। थ्याङ्क यू फर वाचिङ, सी यू अन द नेक्स्ट ब्लग।